होला भगवान मेरो माता होइन यो मेरो ज्वाइँको गाडी अब के गर्छ नि मेरो ज्वाइँ के अलिकति बताइदिनुस् न के को हुनुहुन्थ्यो घरमा म केही भन्नु सक्दिनँ तपाईको घरमा हो यहाँ भएको मेरो घर हो मेरो घरमा मैले कति वर्षमा मेरो बहिनी ज्वाइँ आएको मैले 2 अक्षता टिका लगाइदिएँ तर दिदी बहिनी रातभरि भात मारेर सुत्यौँ बस्यौँ भाइ मेरो बहिनी र ज्वाइँ चाहिँ जिउँदो बनाइदेऊ अरू मलाई केही चाहिँदैन बरु म एक झुम्रो लाउँछु एक झुम्रो खान्छु मलाई केही चाहिँदैन मेरो घरको पाहुना चाहिँ बचाइदेऊ भगवान मैले मारेको जस्तो भयो भगवान मेरो घर मेरो परिवार चाहिँ बाँच्नु मेरो दिदी बहिनी लग्यो नि त मेरो घर बरु लैजाऊ माता रानी मेरो घर लगेको भएदेखि मेरो पाहुना चाहिँ बचाइदिएको म खुसी नै थिएँ म दुखी हुन्थिनँ तर म बहुत दुखी भएँ मेरो ज्वाइँ र बहिनीले लिएर ए भगवान पाहुना कतिजना हुनुहुन्थ्यो हामी जम्मा पाहुनासँग 15 जना घरमा 15 जनामा चाहिँ मतलब अहिले जो भेट्यो उहाँहरू चाहिँ बहिनी ज्वाइँ मेरो बहिनी र ज्वाइँ मेरो नाति मेरो बहिनी र ज्वाइँ चाहिँ खै तपाईँले के त खोजेको यस्तो पहिलेदेखि मैले यहाँ बिहान आउँछ भनेको पहिलेदेखि हामीले कम्प्लेन गरेको ब्लकको मान्छेलाई भनेको तर कहिले नसुनिदिँदा आज मेरो पाहुना लग्यो यति बेला कहिले के भन्नु सक्छ कहिले बोल्थ्यो पहिला पनि तपाईले सलमान दाजुलाई भने हामीले मैले भने अप्पलको दाजु भाइदेखि लिएर मेरो घर डेलिकेट छ माथिबाट भल आउँछ भनेर तर कसले बुझ्यो आजको दिनमा यो भयो भन्नु त अब तपाईँले के भन्नु खोज्नुहुन्छ यति चाहनु भएको थियो होला होइन यति चाहनु भएको थियो होला अझै हामी मरेको तपाईँहरू खुसी हुन्थ्यो होला बुझ्नु भयो कति चाहिँ हामीले कम्प्लेन गरेको यो रोडको भल हुँदैन हालिदिनु कसलाई गुहार लाउनु भएको थियो तपाईँहरूले कतिजना लाने आज रातभरि म कति सुतिनँ कति हिँडे म कति मैले गुहार मागेँ तर मेरो बहिनी लासमा म हिलोमा डुबेर मैले 3 जना बचाएँ लासमा 2 जना अझै हस्पिटलमा कतिजना मर्यो होला मलाई हस्पिटल लैजाऊ त होइन हस्पिटल जान्छु म अझै मेरो हस्पिटलमा कतिजना मर्यो भन्नु त मैले 3 जना म एक्लो औरतले 3 जना बचाएँ मैले हिलोमा डुबेर त्यो लुगा फेरेर मैले उहाँ राखेको छु म चाहिँ बहिनी ज्वाइँ मेरो बहिनी ज्वाइँ बचाउनै सकिनँ अझै 2 जना बहिनी ज्वाइँ एउटा छोरी चाहिँ बचाए अझै पछाडि निकालेको कतिजना चाहिँ खतम भयो होला भगवान मेरो माता होइन यो मेरो ज्वाइँको गाडी अब के गर्छ नि मेरो